हे गाइस गुड मर्निङ अनि स्वागत छ फेरि पनि तपाईहरु सम्पूर्णलाई मेरो युट्युब च्यानलमा। अनि आज भने चाहिँ सन्डे, सो हामी चाहिँ लगभग हामी 10-12 जना छौं टोटल है। हामी चाहिँ आज सिक्किम घुम्न जाँदैछौं। अनि कुन चाहिँ जग्गा भन्दाखेरि चाहिँ है आई लभ तिमी लेखेको जग्गा हामी जाँदैछौं। अनि एकदमै आजको भ्लग रमाइलो हुनेछ, तपाईहरुलाई है बाटोको दृश्यहरु पनि देखाउने छु। सो भ्लगलाई लास्टसम्म इन्जोय गर्नुहोस् होला। आज चाहिँ आजको दिन यहाँबाट सुरु भइरहेको छ है। यता हाम्रो कमला दी, हेलो गुड मर्निङ। यता चाहिँ हाम्रो प्रवीणा, यता हाम्रो विनिता, यता हाम्रो दी अनि दा है। देखिको भ्यू चाहिँ एकदमै दामी देखिरहेछ हो, हेर्नुहोस् आम्मामा कञ्चनजङ्घाको आजको है दिन एकदमै राम्रो छ, मजाको घाम लाग्दिरहेछ है। हेर्नुहोस् सम्भो 36 हल्का जाडो पनि हुन थालेछ है, हल्का भन्दा पनि पुरै जाडो हुन थालेछ। हामी चाहिँ यहाँ चिया खानु बिसाइरहेको छौँ नानाहरूकोमा है यहाँनिर। चाहिँ हामी यहाँ बर्मेकबाट निक्लिँदैछौँ होइन। सबैजना यहाँ दुईटा ग्रुप अगाडि छ, सञ्जली कुदाउँछ यता सबैजना छ है। यहाँबाट कञ्चनजङ्घाको भ्यू यति दामी देखिदिरहेछ कि आज आम्मामा एकदमै बब्बाल क्या। अब चाहिँ निक्लेको त यस्तो दामी नजारा देखिरहेको छ कि आई लभ मन्सोङ चट्टै। हामी चाहिँ मन्सोङ आइपुगिसक्यौँ। अनि यहाँदेखिको नजारा यस्तो दामी छ कि यार, कञ्चनजङ्घाको यति दामी भ्यू है। अनि एकदमै दिन पनि मजाको घाम लागिरहेछ आज चाहिँ। सो अब चाहिँ सर्टकट लिएर चाहिँ डाइरेक्ट हामी रम्फू पुग्छौँ है। अनि तपाईँलाई भेट्छु। हाम्रो अगाडि चाहिँ कमला दिदी छ है। अनि यहाँ हामी त्यहाँबाट चाहिँ पछि आउनु हुँदैछ अरू चाहिँ है। ब्याकमा सबैजना दुई जना छ है। अनि टोटल चाहिँ हामी 12 जना छौँ। अनि एकदमै मजा भइरहेको छ है। अब के कसो हुने हो होइन आजको दिन। यो रम्फू जाँदैछ र रम्फूको चाहिँ यो ब्रिज हो र अलिक जोडले यता हामी क्रस हुन अनि सिधै गयो तेल हाल्दैन पर त्यसैको गरे बाटो बिचमा चाहिँ मलाई उयो नगरे। अब अहिले छुट्छ फेरि। गाइस हामी चाहिँ अहिले यहाँ पर्खिरहेको छ होइन। दुईजनालाई यहाँ चाहिँ अब यहाँबाट यो बाटो जाँदो रहेछ। अब यहाँबाट लगभग बेसी त लाग्दैन अरे, यहाँबाट आधी घन्टा हाफ एन आवरहरू लाग्ने रहेछ है। त्यहाँबाट चाहिँ हामी पुग्छौँ आई लभ तिमी लेखेको जग्गा। सो यहाँनिर सबैजना यहाँ हामी छौँ होइन। मजाको घाम लागिरहेको छ हो, त्यही हो अब है। तपाईँहरूलाई म बाटोको नजाराहरू पनि देखाउने छु।
सो फाइनली गाइस हामी चाहिँ अब तिमी टी गार्डन लागिसक्यौँ अनि अलिकति माथि रहेछ है मेन स्पट चाहिँ। तर यो बाटो एकदमै मजाको है। यहाँ चाहिँ धेरै धेरै आज चाहिँ टुरिस्टहरू एज वेल एज है हाम्रै लोकल पिपलहरू पनि रहेछ। अनि विशेष गरी आज सन्डे भएकोले पनि होला है एकदमै भिड रहेछ। अब हेरौँ माथि के कसो छ है। अरू साथीहरू चाहिँ पछि आउँदैछ। अनि हेर्नुहोस् टी गार्डनको यस्तो प्यारा छ नजारा। तपाईँहरूलाई के कसो लाग्यो भिडियोमा कमेन्ट पनि गर्नुहोस् होला है। अनि हेर्नुहोस् यहाँ देख्न सक्नुहुन्छ। सो फाइनली गाइस अब चाहिँ हामी अर्ग्यानिक तिमी टी गार्डन है साउथ सिक्किम आइपुगिसक्यौँ। अनि सबैजना आइपुगिसक्यो यहाँ हामी है। अब चाहिँ यहाँनिर हामी तपाईँहरूलाई नजाराहरू यहाँको एक्सप्लोर गर्नेछौँ। सो हेरौँ अब है के कसो छ। अलिकति जाडो त जाडै छ कि अब कहाँ राख्नुपर्ने हो के हो कसो। आई लभ तिमी टी बार होइन यति दामी भ्यू छ। यहाँ आइपुगिसक्यौँ है। आई लभ तिमी लेखेको जग्गा मेन लोकेसन स्पट चाहिँ यहाँ रहेछ। अनि यहाँको हेर्नुहोस् नजारा यस्तो दामी छ कि यति ब्युटिफुल छ। क्राउड हेर्नुहोस् है मजाको छ यो एरियामा। हाम्रो साथीहरू आउँदैछ त्यहाँ पर होइन सबैजना आउँदैछ एक एकजना गर्दै हो। सो अब चाहिँ यहाँनिर चाहिँ टिकट सिस्टम रहेछ है। पर पर्सन कति छ भिजिटर्स लोकलको 40 अनि फरेनर्सको 50 रहेछ हो। यहाँ चाहिँ यस्तो छ। आम्मा हेर्नुहोस् त मान्छे चाहिँ यति भिड छ कि त्यहाँ चाहिँ सबैजनाले यहाँ चाहिँ फोटो खिच्छ रिल्सहरू बनाउँछ होइन भिडियोजहरू। सो हेर्नुहोस् मान्छे चाहिँ कस्तो चाहिँ होला क्राउड। आम्बो सरी ओपरै जान्छ हो। अब यहाँनिर अब हामी बस्ने हो। टाइसन दाले मैले टिकट काट्दै रहेछौँ हल्का हेर्ने अब आउँदैछ। कति काटिस् कतिवटा। यो चाहिँ मेन रोडको नजारा है। यहाँ मेन रोड यहाँनिर टिकट काउन्टर रहेछ। अनि यहाँ हेर्न सक्नुहुन्छ। सोलो म्याउदी पछि अब हो यहाँ हर्स पनि रहेछ हो। आम्बो ल पस्दैम अब भित्र हल्का होइन। आउँदैछ ल सबैजना एक एकलाई गर्दै जाँदैछ हो अगाडि। अन्त म चाहिँ यहाँ पछि छु भिडियो बनाउँदै होइन हल्का भ्लग गर्दै। अनि अब चाहिँ फोटोहरू खिच्छु। सो तपाईँहरूलाई मैले यहाँको क्राउड देखाइदिइहालेँ है। इन्जोय गर्नुहोस् होइन यहाँको नजारालाई हेर्नुहोस्। ओहो आम्बो